बुबुलु हेर्नुहोस् है वाइटहरू पनि छ हो त्यहाँ। यहाँ चाहिँ हाम्रो पोखरीबुङ बस्तीबाट चाहिँ बुबु आउनु भएको छ। यहाँ हाम्रो बान्तवा भाइकोमा प्लान्टहरू अलिअलि कलेक्सन गर्नुको लागि, यहाँ सिजनियमहरू कलेक्सन गर्नुको लागि चाहिँ आउनु भएको रहेछ हाम्रो सुबेदार साप पोखरिङ बस्तीबाट है। अहिले म चाहिँ यहाँ भाइको नागरी फर्ममा आइरहेको छु। भाइकोमा यहाँ एन्थोनियमको भेराइटिजहरू, क्याक्टसहरू, यो प्लान्टहरू, यो बटनेसहरू पनि छ है भाइकोमा। माथिबाट लिएको अरे सिजनियमको चाहिँ भाइकोमा सिडदेखि लिएर यहाँ चाहिँ एकदमै दामी हुन्छ भाइकोमा चाहिँ। म के दामी फुलिरहेको छु यो त है, कटिङ हान्दै थियो कि यो फुलिरहन्छ नि है भाइ। हजुर यो कति भेराइटिज छ यहाँ तिम्रोमा? यो यतिमा मात्रै 4 रहेछ है। एक सेल्डिङ, व्हाइट, डार्क रेड र ओरेन्ज। 4 जातको रहेछ यो चाहिँ। के दामी रहेछ यो। रहेछ नि त डार्क रेड चाहिँ है, यो रहेछ नि त डार्क रेड चाहिँ दामी। जाउँ बुबु तल अर्कोमा जाउँ न। उयो के दामी लिली फुलेछ हौ है, सेतो जङ्गली है भाइ, यो ओरिजिनल के दामी फुलेछ। आम्मा गरममा पनि हुँदो रहेछ त यो त लिली। यो चाहिँ हाम्रो नेचुरल हो नि त है। के दामी छ, किरा जस्तो छ त हौ फुल पनि। जो अर्को चाहिँ गरम हो, सुन्तलाहरू पुरै हुन्छ, फल्छ पनि। मकैहरू फल्नु थालिसकेछ। हाम्रोमा त उम्रेको पनि छैन। हेर्नुहोस् न काँक्राहरू कत्रो झ्याङ भइसकिसकेको छ यहाँ। हजुर दसैँतिर मात्रै हो नि। हेर्नुहोस् न यहाँ त फुल खिल्नु थालिसकेको छ। के छिटो आम्मा अर्ग्यानिक माइटै माइट छ त्यहाँ त। आउनु तल। के हो भाइ यो बिहाको डेरा जस्तो? ओ भाइ बिहाको डेरा जस्तो कसको बिहा? तिम्रै बिहा हो? आलु चाचै राखिदेऊ है योपालि एक बोरा। भाइ ओ भाइ आलु चाचा एक बोरा राखिदेऊ है। के छिटो फल्नु थालेछ हौ। एक बोरा फल्छ र? यो त 2-3 बोरा फल्छ नि, कम्ती छैन त। पाकेको छैन है। आलु चाचै यहाँ सुरु भएछ फल्नु। कहिले भाइ तिम्रो बिहा? कहिले बिहा? त्यही त यति छिटो हुन्छ हेर्नु न। हुँदो रहेछ त लौ यस्तो छिटो हेर। गरमै हो नि। बुबुले त कहाँ खान्छ त्यो ज्वरो आइरहेछ। के छिटो भएछ हौ अन्त। आम्मामा यो चाहिँ झुसले आलु छ है। झुसले आलु छ। आम्मामा उपरको चाहिँ चिल्ले भन्छौँ हामी, यो चाहिँ झुसले आलु छ। चाहिँ यहाँ छ अब डार्क कलर, ओरेन्ज कलर। अलिक पानीमै भिजाउनु, यसलाई चाहिँ मेन पानीमा भिजाउनु पर्ने हो नि त भाइले। अन्त किन अल्छी गर्नु हौ अन्त। यो त के बिहाको डेरा जतिकै बनाएको छ त मोरले अन्त। आम्मा बढ्छ मैले भने त तपाईँलाई। अब यो फेरि एक अर्को पटमा बढायो ठुलो पटमा। लु भाइ भनिदिँदै एक दुई शब्द यो सिजनियमको बारेमा। यो अब भाइ अब यो फुलिसकेर फेरि फुल्छ नि है? हजुर फुलिबस्छ। सिड पनि हुन्छ है यहाँबाट? सिड पनि हुन्छ। सिड त्यहाँबाट बस्छ हो तपाईँको। सिडै बस्छ हुन्छ। ए हो त्यहाँ बस्छ है। पाकेर ओरेन्ज साह्रै यो अब फेरि दसैँ तिहारमा पनि ड्यामै फुलिदिन्छ नि त भाइ। अचम्मै छ यो फुलको छ। त्यही त यहाँ चाहिँ एकदमै दामी सुट गर्छ नि त यहाँ भाइहरूकोतिर चाहिँ। गरम हो नि त जग्गा कि ठाउँ। हाम्रो चाहिँ माथि अलिक ठन्डाले गर्दा किटिन्छ। किटिनु चाहिँ यहाँ बुबु चाहिँ अब यही ल्याउनु आउनुभएको पोखरिङ बस्तीबाट है। लु बुबु ए भाइ निकालिदेऊ न, पहिला निकालौँ न यहाँबाट। यहाँ हाम्रो बुबुले 50 पिस लानुहुन्छ कि, त्यो भएर चाहिँ यहाँ आउनुभएको थियो बुबु। यहाँ निकालिदिनु रहेछ भाइले।
माया लाग्छ है यसरी रोपेको फुल रित्तै बनाएर दिँदाखेरि बेच्दाखेरि कम्ती माया त कहाँ लाग्छ त मुटु चुडिन्छ नि स्टेक प्लान्ट हाल्दिउँ भन्दै थियो नि त मुटु चुडिन्छ नि हौ दुधै राख्छ म त स्टेक प्लान्ट ज्यादा भइरहेको छ नि त ल भाइ अब ममा सघाउनु ल अर्कै हुन्छ भन्नुहोस् ल बुबुले पनि यहाँ क्यारेटमा जाने भयो हालिसक्यो पार्सल इस यो चाहिँ अब एकदमै माथि टुप्पोमै जाँदैछ यहाँदेखि त टुप्पै हो नि त है पोखरी पुग्दा टुप्पो हुने हो 2 क्यारेट चाहिँ यहाँ बुबुले यहाँ 50 पिस चाहिँ क्यारेट डल्लै खाली गरिदियो भन्नु यहाँ बुबुले डल्लै उठाइदियो है भाइको बिचराको अनि छ अझै पनि भाइकोमा 100 पिस जस्तो अझै पनि छ है बुबुले चाहिँ यहाँ अब अलिक ठुल्ठुलो प्लान्टहरू उठाएको नि त बुबुले चाहिँ त्यही भएर चाहिँ अन्त बुबु भन्नुहोस् कस्तो लाग्यो तपाईँलाई यो फुल एकदम दामी दामी सेटिस्फाइड म बचाउनु चाहिँ पर्यो लगेर बचाउनु चाहिँ पर्यो है